राम्रो हाम्रो देशमा धेरै विविधता छ। यही विविधताभित्र एउटा समुदाय पनि छ। त्यो समुदाय हो हाम्रो देश नेपाल। सुन्दर शान्त साथीहरू केही केही टेक्निकल प्रब्लम भएर चाहिँ अलिकति बिचमै रोकिएको छ। त्यही भएर चाहिँ एकछिन दर्ता गरिदिनु होला। तिमीलाई के भयो बाबु? मलाई उसलाई किन बाबु भन्नुभएको? ऊ आफैलाई थाहा छैन बाबु हो कि नानी। यो त त्यति नै हो के उनका मात्र सर्ट पाइ हो छक्का जस्तै त छ यो। सुन्नुहोस् त, तपाईँको बच्चाको ध्यान पढाइमा बाहेक अनौठो कुरामा केन्द्रित छ। यसकारण उसलाई हामीलाई पुऱ्याउन पनि गाह्रो भइरहेको छ। बाबु मैले तिमीलाई पटक पटक भनिसकेँ, किन यसो गर्छौ बाबु? विद्यालय एक शिक्षाको मन्दिर जहाँ ज्ञानको प्रकाश प्राप्तिको लागि सबै जाने गर्छन्। तर त्यही ज्ञानको मन्दिरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका बालबालिका तथा व्यक्तिहरूमाथि लान्छना तथा भेदभाव जस्ता व्यवहारहरू आफ्नै साथीहरू शिक्षकहरूबाट हुने गर्दछ, जसले गर्दा यस समुदायका व्यक्तिहरू विद्यालय जानबाट वञ्चित छन्, शिक्षाको प्रकाशबाट वञ्चित छन्। आमा, मलाई आज पनि साथीहरूले गिज्जायो। बुबाले पनि के भन्नुभयो। अब त म स्कुल जान्न। होइन, के भन्छ यो? अनि मैले पनि तँलाई कति भने यस्तो नगर भनेर, तँलाई लाग्दैन? अब चुप लाग, म खाजा बनाउँछु। माथि छतमा लुगा सुकाएको छ, लिएर आइज। रमन लुगा टिप्न छततिर लाग्छन्। त्यहाँ लुगा सुकाएको ठाउँमा आफ्नो दिदीको लुगा देख्दा पक्क परेर ती लुगाहरू लगाएर लाग्छन्। हे भगवान, म नसक्ने नै भए। कति सम्झाउनु, के खाएर के साइडमा जन्माएछु यसलाई? आफू त गाली खान्छ। यस्तो हालतमा देख्यो भने यस्तो बाउले मलाई उल्टो खान्छ। के गरेको यो? तँलाई के हुन्छ
बेला बेला किन यसरी बोलाउँछस् बाबु? आमालाई रुवाएर दुनियाँ हँसाएर तैँले के गर्न खोजेको? आखिर यो सब गरेर के पाउँछस् बाबु? आखिर तेरो मनभित्र के छ? आमा, हजुरलाई थाहा त छ नि, सानोदेखि मलाई यस्तै नै मनपर्छ। हजुरहरू मलाई किन बुझ्नुहुन्न?